प्रधानमन्त्रीज्यू यदि जेनजीले बनाएको सरकार हो भने र हाइज्याकरको सरकार होइन भने तपाईले किन यस्तो हामीमाथि चाहिँ दम्ब देखाउनु भइरहेको छ, जोर जबरजस्ती गर्नु भइरहेको छ। प्रधानमन्त्रीज्यूको चाहिँ डाइरेक्ट आदेश अनुसार गरी खान देऊ हाम्रो अभियानको चाहिँ प्रकाश शर्माजीलाई चाहिँ पुलिसले मध्यरातमा हिजो बेलुका कुट्दै पिट्दै अपहरण गर्दै अपहरण शैलीमा चाहिँ उहाँलाई चाहिँ गिरफ्तार गरेको छ। यसको हामी घोर निन्दा गर्छौँ। यही शैलीमा तपाईँ प्रस्तुत हुने हो भने तपाईँ ढुक्क हुनुहोस्। तपाईँ धेरै समयसम्म चाहिँ प्रधानमन्त्री रहनुहुन्न। जेनजीको र देशको मर्म तपाईँले बुझ्नु भएन। यो अवस्था सृजना नै नगरिदिनु भइरहेको हुन्छ। हाम्रो माग भनेको एकदम सरल खालको छ, नेपाली जनताको हितको लागि नै छ। आन्दोलनले चाहिँ ठुलो देशले विकास हुने चाहिँ सम्भावना थियो आन्दोलनको, तर यो सरकार चाहिँ हाइज्याक भयो भने 3 महिना त हामीले दिएको हो। उहाँले केही चाहिँ सिग्निफिकेन्ट काम केही पनि गर्नु भएन, महत्त्वपूर्ण कुराहरू केही पनि दिनु भएन देशको लागि। त्यो कारणले चाहिँ अब हामीले चाहिँ अभियान चलाइरहेको छौँ। यदि सक्नुहुन्छ भने आन्दोलनको मर्म बुझ्नुहुन्छ भने चाहिँ त्यही अनुसार काम गर्नुहोस्, नत्र भने राजीनामा दिनुहोस्। हामीले सोचो कुरा गर्ने। आन्दोलनपछिको सरकारले नगरे अब आउनेवाला निर्वाचित सरकारले गर्छ, यी पुराना शक्तिहरू अथवा पात्रहरूले गर्छन् भन्ने त अब आश गर्नै सकिँदैन नि होइन। किनभने हामीले त बारम्बार विश्वास गरिरहेको हो आन्दोलनको सरकारले पनि यदि विकास गर्न सक्दैन भने केले गर्छ। त्यही भएर आन्दोलनको बेजोग नगरिदिनुहोस् प्रधानमन्त्रीज्यू। तपाईहरु सक्नुहुन्न भने राजीनामा दिनुहोस्। बाँकी काम हामी सबै मिलेर गोलमेच चाहिँ भनौँ न एउटा चाहिँ अन्तर्क्रिया गरेर चाहिँ त्यसपछि गरौँला। तर सक्नुहुँदैन।